ल हामी बिहान उठेर 5 बजेको भ्यू पोइन्ट गइरहेछौँ यी लाइनमा केटा टन्नै छन् हामी हिँडेछौँ लुगा 5 वटा के अरे 10 वटा लगाएर पोखरी देखाउँ 3 पोखरी हो अरे होइन 5 पोखरी चाहिँ उता माथि डाँडामा गएर उतापट्टि भ्यू पोइन्ट छ अरे हामी भटाभट हिँड्दैछौँ अब यहाँ सिधै सिध छ तै पनि ठिक छ हामी देश हिँडेछौँ भरपुर रेस्ट भयो राति 2टा सिटामल के खाएर डम्म हान्दा एकदिन र ल माथि गएर फेरि बनाउला ल हेर पुरा पानी जमेको पुरै चिसोले सिधै सिध पनि छ यहाँनिर सिधै सिधमा हिँड्नु पऱ्यो किन तै पनि वर्थ इट उफ वाह ल हामी टाइम लस नगरी कुद्छौँ झट्झाडै हिँड्छौँ भरपुर रेस्ट भयो ल काका छिटै हिँड्यो बुढाटी हिँड्न सकेन बुढाटी ल है हामी ठ्याक्कै 5 बजी भ्यू पोइन्टमा आयौँ फोटो खिच्यौँ अब यहाँबाट ओर्लिन लाग्यो यस्तो छ यतापट्टिको हिमालको भ्यू चाहिँ अनि 5 बजीको भ्यू चाहिँ उतापट्टि छ अब ओर्लिने यहाँबाट त्यहाँ गएर खाजा खाने अनि त लगेर भात खाने यस्तो छ केटा चाहिँ प्याकिङ गर्दैछ नि मैले प्याकिङ गरिसकेँ अब 5 बजीबाट भ्यू हेरेर फर्किँदा कस्तो फिल भइरहेको त एकदम रमाइलो यता हेरेर भन्नु न एकदम रमाइलो एकदम रमाइलो भइरहेको पनि आउँ जस्तो लागिरहेछ हो मनसल्ला के भइरहेको एकदम रमाइलो भयो रमाइलो भयो पुरै हेरेर हो आइन त जुगलमा नि टेक्यो हिँड्दा आज ल ठिक छ जुगल हिमालको मनमोहन रमाइलो मानिरहेको छ नि के भएर यति भए चाहिँ पुग्यो नि हामीलाई सबैजना रमाइलो मान्नु भन्दा त यो भिडियोमा 1 मिलियन प्लस भ्यूज आउनु पर्यो हैन त्यो त परेको नि यो त मेन्डेटरी हो नि मेन्डेटरी न त मैले ब्लग बनाउनु छोड्दिनु निकै सरले कहाँ त्यस्तो हुन्छ त्यसो नभन्नु न 1 मिनट भित्र म आफै हेरेर पुऱ्याइदिउँला नि तर मिल्दैन त्यो भ्यूज आउँछ यसमा हाम्रो नो डाउट 4 भ्युसियर छ के भयो त मलाई 4 भ्युसियर छ के भयो त हैन काकाको पुरा फ्यामिलीबाट आउँछ नि त काकाको त त्यो 5 जनाबाट आउँछ काकाको डाइलग त म सब रेकर्ड गरिहाल्छु नि त्यो थारो सारोवाला सब हाल्छु नि भन्नु न क्लिप के सर्ट्स बनाएर हाल्नुपर्छ त्यसलाई चाहिँ अनि त्यहाँबाट त्यो चाहिँ क्लिप बनाएर हाल्नुपर्छ सर्ट्स बुढाको डिभोर्स हुन्छ अनि चल्छ के फेरि भन्नु रहेछ यता डिभोर्स छैन उता भयो नि चल्छ चल्छ ल ठिक छ मस्तले डुल्यो जे हो नि फास्ट हुन्छ म आउने बेला त हिँड्ने बेला ओह्रालो अघि त मैले 45 मिनेटै कति लाग्यो 1 घन्टा भन्थ्यो कसैले 2 घन्टा लाग्छ भन्थ्यो अनि त्यो लौरी बिनाबाट 2 घन्टा लाग्छ भने 45 मिनट आइपुग्यो 1 घन्टा भनौँ न ल म त 45 मिनट आइपुगेको थिएँ आउँथ्यो तपाईँ आउँथ्यो अनुसार एउटा चाहिँ अलिकति 1 घन्टा पछि थाके नि लौरी बिना आएछ हो यो बुढीमा कुन चाहिँ बोकेर म के अरे लट्ठीले हान्नु पर्यो हैन बुढी माउलाई थाक्यो नि त अब त्यो डबल ज्यान धन्यवाद पनि छैन धन्यवाद त पाउँछ नि पछि भगवान्ले हेर्नुहुन्छ नि तपाईँलाई भगवान्ले हेर्नुहुन्छ भगवान चाहिँ छन् है भगवान छन् भगवान आफू भित्रै छन् उहाँले हेर्नु उहाँले हेर्नुहुन्छ उहाँलाई हेराउनु लाउनु पर्छ उहाँलाई मेरो भगवानले जाडो भइरहेको टुपी लगाउनुलाई छोरीको टुपी लाउनु न खोइ कि भित्र छोरीको टुपी छ हालिसक्यो ब्यागमा छोरीले फेरि घरमा मेरो पापाले टोपी लग्यो भनिरह होला You lost my hat गर्छ बिलेन्ची आएर गोलबन्दी खोजी हान्नु
भिलेन्ची आएर गोलबन्दी खोज्ने मान्छे उहाँ नै हुन् जाडो भएपछि होइन उहाँ नै होइन उहाँलाई सम्मान गर्नुपर्छ आज गएर उहाँलाई डिस्काउन्ट एउटा चिया थप खानुभयो डिस्काउन्ट पाएर स्थानीय भएको यति पाउँछ हुने रहेछ भन्ने बेला थाहा पाइयो बुढा अब यहाँ आएर जुगलमा टहरा खोल्छन् टहरा माथि खोल्नु पर्यो यहाँ तल दिँदैन अरे हामीलाई माथि चाहिँ हाम्रो जाडो पनि त्यहाँ लास्टै हुन्छ होला नि फेरि मन्जी टाउको त्यसै दुख्यो र रमाइलो भइरहेको मेरो चाहिँ रमाइलो भइरहेको त एकदम इन्जोय भइरहेको चिलो अब हामी फर्किने तरिकामा यहाँ खाइ सिटमल खानु पर्यो म चाहिँ एकदम इनर्जेटिक छु अहिलेसम्म म चाहिँ राति दुईटा सिटामल एउटा साइनेक्स हानिदिएर ए दुइटै हान्दै 2 थरीकै हान्दै एउटा काम अर्को काम गर्छ नि निन्द्रै लागेन त अनि त्यहाँबाट के गर्नु त खुट्टा झमझम गरेछ निन्द्रै लागेन मेरो पालो दुइटै हानिदिएको साइनेक्स लुगा लाउँला थियो यो नाक अनि एकैचोटि म त 4:30 बजी बिउज हो तल बरु त्यो चिम्टीमा बरु गाह्रो भयो त्यो भित्ताको चिसोले यस्तो घुम्यो चुसो छुइन्छ छिम त छेउपट सुतिलाई मजाको लाग्यो जिसरा पनि चिसो लागेन अनुसारमा सुते कि मनसारमा सुते ए आज मलाई यहाँ त 3टा होइन राति जाडो भइरहेको थियो त्यो अगाडि ब्ल्याङ्केट खोप्टेर राखिरहेको थियो नि त मैले नखाएको तपाईँले खाने थियो होला औषधि ठिक छ के हो त झ्याप्पको एउटा निन्द्रा लाग्यो अब ओह्रालो ओरी त तिग्रा नदेखियो भयो त्यसपछि त आज गएर हेरिन्छ नि के साँप्रो हुने के भाषामा तिग्रा नेपाली भाषा कहाँबाट आएको नि म रोसी गाउँपालिका यहाँ नबुझ्नु होटल आइसक्यो त साप्रा भनेको खोइ अब साप्रा भन्ने त खोइ खुट्टाको त्यो खसीको त्यो त्यही त त्यो चाहिँ भन्ने थाहा थियो मलाई अब जिसरी साप्रो भन्नु त अर्कै भने किन मैले बढी बुझेँ किन भनेर यसो न मैले अरू नै बुझेँ कि भनेर नि काका के हेर्नु भाइरल मान्छे तपाईँ नै हो अయ్या सయ్या तपाईँले भनेन खोइ आज त भए पनि नभए नि साप्रो उचाल्नु पाएँ जिन्दगानीमा स्वर्गीय अनुभूति चिसो छ नि तातो ल तातो आइस बुढी काम चलिरहेको ल है यता मन्दिर छ मन्दिर भुटी आइपुग्यो त्यहाँ पुग्छौँ त्यो होटलमा बस्यो त्यो पैसा नि अनि जाने घर अगाडि के गर्नु उनीहरू आउँदैन त्यस ओर्लियो राजी सर अजित जी थकान बुढे मान्छे थका लाग्यो 40% थका लाग्छ 40 वर्षको उमेर थका लाग्छ हिजो त सम्धिनीलाई लिनु पाए हुन्थ्यो भनिरहेको थियो त कुन चाहिँ सम्धिनीलाई नि हाम्रो थाहा पाएर होला कि अर्को पनि छ ल्याउनु पाए त अब यस्तोमा त जोइलाई जे पनि ठिक छ होइन त भोटी हिँड्न सक्यो यस खोइ मन्जी टुपी लिनु गयो हराए ठिक छ भेट्छन् भ्यू हेर्ने हो ल परमेश्वरी भगवान् मनलाई चाहेका इच्छा आकाङ्क्षा सबै अब हिमाल चढ्ने रहर छ अरू नै त्यति हो
सफल गएको छ माताको कृपाले आशीर्वाद रहिरहोस् सबै म चाहिँ त्यो डाँडामा आएर बसिसकेँ डाँडामा उनीहरू आउँदैछन् ऊ त्यो पहिरो छन् त्यो ओह्रालो हल्लिँदैछन् त्योपट्टि नि आएर बसिसक्यो पुगोटी त्यहाँ रातो जर्सी देख्यो होला त्यहाँदेखि पुगोटी त्यहाँ छ आउँदैछन् जिसहरू उहाँहरू छु ल है म चाहिँ यहाँ यो बस्ती बाटोमा आइपुगेँ खाना अर्डर गर्न आएको अलि चाँडो अब म चाहिँ रेड बुल एउटा खाँदै तिनीहरूलाई कुर्छु कुर्ने तर तिनीहरू त्यो डाँडामा पनि देखिसकेको छैन यहाँतिर पनि आइपुगेको छैनन् अब कति आधी घन्टामा खाना रेडी हुन्छ भने बिग्लन नि कहाँ छन् अब हिँड्दै गर्छु म चाहिँ मस्त ठुलो खानेर इनर्जी निकालेर बस्छु थकेला उफ ल है हामी खाना खाने ठाउँमा आइपुग्यौँ सबको हालत नाजुक छ मोहनजी कसले ज्याकेट लाउने खोल्ने जुत्ता खोलेर बसिरहेको अनि जुत्ता खोलिरहेको छु होइन यहीँ चिसो पानी ल्याइदिएको चिसो पानी हान्दैछन् यस्तो छ बुढीको चप्पल हो हाम्रो काका हिजो पुरा यस्ता नाथे डाँडा भन्दै पुरा जोसमा हिँडेको थिएँ अहिले आज स्याल बनायो हिजो बाघ थियो आज स्याल बनायो अनुहार हेर भर सागले दियो किन त 1 घन्टा रेस्ट हो क्या यहाँनिर अब आज सुत्नु मजाले सुत्नु छिम्टीमा गएर बस्ने आज धुलिल गइदिएन जति जसले जे गरे नि होइन भित्रै गएर ढल्किनु खाना आधी घन्टा लाग्छ भने खाना खाएर आधी घन्टा रेस्ट गरेर मात्र जाने हो ल लिएर आउनु आफ्नो बोकेर हिँड्नु होइन अब आज काठमाडौँको आस मारिदिनुहोस् ल आउनु ल बिस्तारै ल मोहनजी जुत्ता लानु पर्दैन कि अहिले रेस्ट गर्ने एकछिन पाउनु नाइ खुट्टा हिँड्नुहुन्छ के हुन्न त्यतिमा नारायण खुट्टा लाने के हुन्न हो आउनुहोस् ल आउनुहोस् भात खाउँ ल्याम्म सुतौँ मजा आइरहेको नि हिँड्ने त ल्याम्मै हिँड्ने हो अहिले होइन तर एकछिनमा रेस्ट गरेर जान त अब 2 घन्टा पुगिन्छ नि ल है हामी तातोमा बसेर यसरी मजाले भात खान लागिरहेछौँ आगोमा बसेर थकाइ मार्दै काठमाडौँ पुग्ने उहाँ हो आज कतिर पुग्छ थाहा छैन 12 बजे पुग्ला आज काठमाडौँमा काका अब काकीलाई भेट्ने गएर पुग्ने हो हामी चाहिँ आनन्द भोलि पुगेन हुन्छ हामीलाई भात खाएर हिँडे खाएन काका भात हिँडे नि अनि बुढी हिँडे चप्पल लगाएर पड्काउँदै गाह्रो भएर जुत्ता लगाएर मैले चप्पल बोक्नु त भने त वर्थित भयो नि म आफै नबोकेँ नि मलाई त के समस्या भएन ठिक छ चप्पल चाहिँ अलिक गतिलो बोके भए राम्रो हुन्थ्यो होइन ठिकै छ एकछिन सजिलो हो त्यो काका मोहन चाहिँ के भइरह सकिन्छ आज काठमाडौँ पुग्नु सकिन्छ मोहन सरलाई बाइक चलाएर बस्नुपर्छ म बरु बसमा जान्छु नाइट बस्न जाउँ काकालाई छोडिदिनु जाँदा स्कुल भुलिन आउँछ हाम्रो मतलब भएन के हो त हुन्छ ब्याग चेक गरोस् के भयो त ब्याग खोलेर देखाउँला हामी त्यो गनाको त्यो पसिनाले गनाको लुगा हेर्छ बस्छ भने त्यहाँ त के हो त झाडी फाले त फाल्यो त लगाएन नि त त्यो भन्ने बित्तिकै माने भने त म काकाले सुनको हात्ती बोकेर हिँड्नु भनिदिन्छु नि मान्छन् पुलिसले स्थानीय भएर तपाईँलाई एउटा जिल्ला भएर मान्छन् अन्तरपालिका भोलि बिदाको दिन अनुजी बोल्नुहोस् न केही बोल्नुहोस् न केही
केही छैन बोल्नु बोल्नु के छैन केही छैन बस हिँड्नु छ ल एकैचोटि खोलामा गएर त्यो झोलुके पुलमा गएर रोकिन्छ हाम्रो यात्रा 2 घन्टा त्यहाँनिर जम्मै ओह्रालो अब जम्मै त्यही खोलाको उकालो एउटा बाँकी होला सबै हो कि त्यो खोलाको हामी ओरेको थियो नि जम्मै ओह्रालो अँ। अनि त्यो खोलाको त्यो यतिको न त्यहाँ उकालो चाहिँ जम्मै ओह्रालो अँ। बाइक ल्याए डिरेलबाट बाइकमा जानु हुन्थ्यो नि काकाले काकाले पाउँदैन काकाको कुरा बाइक भन्दा बित्तिकै फेरि यहाँ काकाको कुरा आउँछ है काकाको त काका त भगवान् हुन् हाम्रो लागि ले भगवान् बनेर आयो नि मुटु चस्किन्छ का ढिला गऱ्यो नि काका त भगवान् बनेर आयो नि कोही टिकट नकाट्ने कोही सुत्दिने कोही 7 बजे फ्लाइट बनाएर आएर 1 बजीसम्म सुत्दिने गजबको धर्मर भएर पनि आइयो जे पनि काकालाई त बरु फेरिमा ल्याउने लाने बाटोमा बोक्ने गर्नु पर्यो धर्मल गरेर भने आइयो आउनु चाहिँ जे पनि कन्फर्मै थिएन म अनुसार टिकट बेलुका म प्याक गर्न कि के गरेर भनेर फोन गर्दै थिएँ अर्को दिन आउनु सोधेर मलाई 7:30 बजे बोलायो 8 बजे बोलाएको म 7:30 मा आएको थिएँ 12 बजेसम्म मै 2 दिन त पुरानो अनुसार कोठा सुतेर बसेँ त्यसपछि रेडी अलिकति मेरो रेस्ट मिल्यो अहिले रहेछ अनुसार त्यही दिन पनि बिहानसम्म ठिक छ जे भए पनि आइयो धर्मर भए पनि हाट गऱ्यो काकालाई धन्यवाद एकछिन नाइ भनौँ न केटालाई भातै पेट फुला खाने भातै पेट फुला छन् हजुर अनुसारले त्यस दिन हैन अँ। ठ्याक्क काका उता हिँडेर आएपछि अनुसार बिहान नाइ भन्दैको भए के थियो तपाईँको रिएक्सन अनुसारले भोलिपल्ट बसमा आउँथेँ म उबेर भयो नि भोलिपल्ट हुन्छ म पनि आइहाल्छु नि बसमा काका पनि आउँथे बसमै आउँदा म पनि यत्रो मान्छे हुने बाटोमा सोलो हिँडिन्थ्यो नि अब के हो र गिटी हलिरहेको छ पुग्दा यो त्यहाँ यो हुन्छ नि यो गीतमा नि ल ठिक छ हामी तल पुगेर हालत खराब भएपछि भिडियो बनाउला हिँडेको ल हामी लौरो टेक्दै ओर्लिँदैछौँ यहाँनिर लौरे एउटा अब त मान्छे पाते होइन किन नपातेको आज चिसोले भात पच्यो नि हाम्रो पछाडि बस्नु न कसले तपाईँले निकेश गौतमले थेट त्यस्तो अपराधी गर्छु मैले आज काली सक्यो भेग्यो के भयो रे मर्यो बिदा मङ्गलबार बिदा के छ मनजी इज कलिङ धुलियो के काठमाडौँ इज कलिङ होला नि अब त हिँड्नु न अहिले राम्रोसँग हिँड्नु न यो जुत्ताको लोडले हो जग्लोले बाङ्गो पर्नु न बिहान भिडियो बनाएर बाङ्गो पर्नु भने जुत झुन्याएर हो जुत अनुजीको हालत खराब भइरह अझ भिडियो खोल्ने बित्तिकै पुरा सेपमा हिँड्छ नि अरूलाई चाहिँ बजाक जोतेर हिँडेको गोरु हुँदैन चर्को हिँडे बयर बात होटल बुक गऱ्यौँ यहाँ दुईजना एकजना म रुम बुक गरिसकेको थिएँ जिसर आएँ अनुसारको हालत यहाँ चाहिँ बेटा यहाँ आइ यसरी बनाउनु न म अनुसार उतिबाट आउँदैछन् हो अब फ्रेस हुने भात खाने सुत्ने छिम्टी आइपुग्यो बिहान धुल्क्यो ल बिहान उठेर अब हामी सबजना लुगा लगाएर हिँड्न रेडी भयौँ यस्तो आनन्दको रुममा बन्न पाइएको छ बब्लु हाई काका पुरा कोरियन पाइला रेडी भइसक्यो यस्तो मनी प्लान भएको रुममा बन्न पाइया पर्सनल रुममा हामीलाई 4 जनालाई सेवा गर्नुभएकोमा धन्यवाद आई लभ यु रे डल छ यहाँनिर फोटो पनि छ फोटो चाहिँ नदेऊ यहाँनिर जिसरको फोटो पनि छ नदेखाउँ ल है हामी छिम्टीबाट फर्केर जाँदैछौँ हामी दुईजना चढेछौँ यिनीहरू दुईजना यता छन् यहाँ उहाँ डाँड छेउमा पुग्नुपर्ने छ यस्तो हेर्दाखेरि यहाँ हिमाल यता छ त्यो हिमाल पुगेर आयो हामी खै 3 टाइम्स गरौँ यहाँ हिमाल पुग्यो डाँडा चढेर आएको हामी यस्तो बाटो छ उहाँ पुग्नुपर्ने छ अब ओह्रालो जहाँ चाहिँ बादल देखाएको छ नि त्यहाँनिर भन्दा मुनि पुग्नु छ अब हामी पुग्छौँ ठिक छ नि मन अब हामी बाँचे नि ल ठिक छ हामी जान्छौँ अब अगाडि बढ्यो है त ल है अन्त उयो बाटोमा नि यस्तो पोखरी रहेछ के पोखरी हो थाहा छैन ती
रातारात गएको थियौँ र केही थाहा भएन यस्तो पोखरी मन्दिर तालले चाहिँ यहाँ पुरै मन्दिर यस्तो दामी ताल रहेछ तिनीहरू हेरेर गयो कि नहेरेर गयो थाहा होइन तिनीहरू चाहिँ अगाडि गइसक्यो के हो यो हामी चाहिँ 2 मिनट रेस्ट गऱ्यौँ चेपर्ला पर्ला भनेर यस्तो रहेछ के हो यो